नमस्ते, म चन्द्र थापा। लेभल पढौँ स्वस्थ बनौँ। साथीहरू, आज पनि एउटा नयाँ विषयवस्तु लिएर हजुरमाझ उपस्थित भइसकेको छु। आजको मेरो यस सेगमेन्टमा हजुरलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको मेरो यस भिडियोलाई हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला। आजको यो भिडियो मैले विशेष गरेर यो ज्ञानोडर्मा भनेर हजुरले नाम यसको पक्कै सुन्नुभएको होला। यसलाई अङ्ग्रेजीमा ज्ञानोडर्मा भन्छ र हाम्रो नेपालीमा यसलाई हामी रातो च्याउ भनेर भन्छौँ। आजभोलि बजारमा निकै प्रचलित छ रातो च्याउ हैन। सम्पूर्ण धेरै जसो तपाईहरुलाई रातो च्याउ खानुस्। रातो च्याउले हाम्रो शरीरलाई राम्रो गर्छ, शरीरलाई बडी डेटोक्स गर्छ। यसले शरीरलाई चाहिने सम्पूर्ण पोषण तत्त्वको परिपूर्ति गर्छ भनेर निकै बजारमा प्रचलित छ। धेरैले हाम्रो कम्पनीको खानुस्, हाम्रो कम्पनीको राम्रो छ भनेर पनि भन्नुहुन्छ। सो म आज तपाईहरुलाई यसै ज्ञानोडर्माको बारेमा, यो ज्ञानोडर्माको अनुसन्धान कसले गर्यो, यसको हैन खोज कसले गर्यो, यसलाई कसले पत्ता लगायो, अथवा यो कहिलेदेखि सुरु भयो, कुन कुन देशका मानिसहरूले यसलाई युज गर्छन् भन्ने कुरो र कहाँदेखि यसको सुरुवात भयो भन्ने कुरोको आज सम्पूर्ण म जानकारी दिन गइरहेको छु। त्यो भएर मेरो भिडियो तपाईहरुलाई मन परेमा कमेन्ट गर्नु होला, लाइक गर्नु होला र यस्ता ज्ञानोडर्मा खाने साथीहरूलाई सेयर गरिदिनु होला, ताकि उहाँहरूले पनि यो ज्ञानोडर्मा खाँदै हुनुहुन्छ, रातो च्याउ खाँदै हुनुहुन्छ भने यसको महत्त्व र यसको अस्तित्वबारे उहाँहरूले बुझ्न एकदमै पक्कै जरुरी छ है। सो म आज आफ्नो टपिकतिर लागेँ। यो ज्ञानोडर्मालाई बुझ्नुभन्दा पहिला म तपाईहरुलाई आजभन्दा लगभग 5000 वर्ष पुरानो यसको इतिहासको बारेमा भन्न गइरहेको छु। आजभन्दा लगभग 5000 वर्ष पहिले चीनमा जन्मनुभएका एक महान ऋषि वैज्ञानिक जसको नाम थियो सेननोङ। तपाईहरुले गुगलमा गएर पनि सेननोङ भनेर रिसर्च गर्नुभयो भने, सर्च गर्नुभयो भने उहाँको सबै जीवनी तपाईले पढ्न पाउनुहुन्छ। YANYAN सेननोङ भनेर टाइप गर्नु होला। उहाँको सबै तपाईले आफै पढ्न बुझ्न सकिहाल्नुहुन्छ। सेननोङ उहाँलाई अझै पनि चीनको प्राचीन ग्रन्थहरू वा परम्पराहरूमा उल्लेख हुने एक प्रसिद्ध व्यक्ति हुनुहुन्छ। सेननोङलाई चीनमा डिभाइन फार्मर, दिव्य किसान वा दैवी शक्ति भएको किसान भनेर पनि सम्मान गरिन्छ र उहाँलाई गड अफ एग्रिकल्चर, कृषि तथा खेतीपातीको देवता भनेर पनि उहाँलाई चिनिन्छ। र सेननोङलाई चीनमा फादर अफ चाइनिज मेडिसिन, चिनिया औषधि प्रणालीको आधार राख्ने प्रथम व्यक्ति भनेर पनि सम्मान गरिन्छ। त्यो किनभने चीनमा प्राचीन जडीबुटीहरूको सर्वप्रथम खोज र अनुसन्धान उहाँले नै गर्नुभएको थियो। सेननोङले धेरै वर्षको लगातार परिश्रम र कोसिस गरेर आफैले स्वयंले नै सयौं प्रजाति भन्दा बढीका औषधीय गुण भएका बोट बिरुवाहरू र वनस्पतिहरू खाएर तिनको स्वाद चाखेर त्यसको फाइदा बेफाइदा, कतिको जहरिलो छ या छैन, सम्पूर्ण तरिकाले परीक्षण गर्नुभएको थियो। र यसबाट उहाँले के कुरा पत्ता लगाउनु भयो भने यो धरतीमा, यो संसारमा 365 प्रकारका औषधीय गुण भएका जडीबुटीहरू युक्त रुख, बोट बिरुवा वा वनस्पतिहरू छन् भनेर उहाँले नै पत्ता लगाउनु भएको थियो कि सुरुमा 365 प्रकारका जडीबुटी छन् भनेर। उहाँ अझै ती 365 प्रकारका औषधीय भएका वनस्पतिहरूको वर्षौं लगातार अध्ययन र अनुसन्धान गर्दै जाँदा उहाँले तिनलाई 3 भागमा विभाजन गर्नुभएको थियो र ती निम्न प्रकारका रहेका छन्। उहाँले ती 365 प्रकारका जडीबुटीहरूको अध्ययन अनुसन्धान गर्दै जाँदाखेरि उहाँलाई 3 क्याटेगोरीमा छुट्याउनु भयो, 3 भागमा छुट्याउनु भयो। त्यसमा पहिलो नम्बरमा सुपरियर हर्ब्स भनेर यस्ता किसिमका विशिष्ट गुण भएका उच्च स्तरका विशेष प्रकारका जडीबुटीहरूलाई उहाँले सुपरियर हर्ब्स भनेर राख्नुभयो। त्यस्तै मिडल हर्ब्स भनेको मध्यम श्रेणीका जडीबुटीहरू। त्यस्तै प्रकारले उहाँले विशेष खालका गुण भएका औषधिहरूलाई मध्यम श्रेणीका जडीबुटी भनेर राख्नुभयो। र त्यसै गरेर लोअर हर्ब्स भनेको तल्लो श्रेणी अथवा निम्न श्रेणीमा केही औषधीय जडीबुटीहरूलाई निम्न श्रेणीमा राख्नुभयो। अब उहाँले राखेको सुपरियर जडीबुटीहरूमा के क्वालिटी थियो त, के खासियत थियो त्यसमा, त्यस्तो के गुण थियो त्यसको बारेमा तपाईहरुलाई थोरै बुझाउन गइरहेको छु। सुपरियर हर्ब भनेका विशेष प्रकारका गुण भएका जडीबुटीहरू थिए जसले हाम्रो शरीरलाई बलियो बनाउने, हाम्रो शरीरको आयु बढाउने हैन, हाम्रो शरीरमा एनर्जी बढाउने, हाम्रो शरीरको स्ट्रेस लेभललाई घटाउने, मनलाई स्थिर बनाउने, हाम्रो कलेजोलाई बलियो बनाउने, रक्त सञ्चारलाई सुधार्ने
मानवको रोग प्रतिरोधात्मक शक्ति इम्युन पावरलाई बढाउने, शरीरमा भएका पुराना दीर्घ रोगहरूलाई जरैबाट उखेलेर बाहिर निकाल्ने, प्यारालाइसिस र पक्षघातबाट कमजोर भएका कोष सेलहरूलाई विशेष सहयोग गर्ने, हाड जोड्ने र नसा सम्बन्धी रोगहरूमा पनि राम्रो प्रभाव गर्ने, दीर्घायु दिने, शरीरमा हुने एजिङ प्रोसेस एजिङ प्रोसेस भनेको हाम्रो शरीर को उमेर बढ्दै जाने प्रोसेसलाई एजिङ प्रोसेस भन्छ, अथवा हाम्रो कोषहरू को बुढ्यौलीपना भनौँ न, हाम्रो शरीरको बुढ्यौलीपना, हामीहरूको शरीर उमेर बढ्दै जाने त्यस्तो प्रोसेसलाई एजिङ प्रोसेस भन्छ। आजभोलि कस्तो छ भनेपछि हामीहरू हेर्दाखेरि त उमेरले त हामी 30 वर्ष 32 वर्षका हुन्छौँ भनेपछि हाम्रो शरीर हेर्दाखेरि 40 कटेको मान्छे जस्तो देखिन्छ के। उमेर कम, शरीर बुढो के, एकदम मोटो हैन, शरीर बुढो, कपालहरू छिटै फुलिहाल्ने, त्यसपछि यो अनुहारको छालाहरू चाउरी पर्ने, छालाहरू लट्किने, झुन्डिने, त्यस्तो किसिमको हाम्रो शरीर हुन्छ हाम्रो खानपानको कारणले। त्यसलाई एजिङ प्रोसेस भन्छ। उमेर कम, शरीर चाहिँ बुढो देखिने, धेरै देखिने। मान्छे 25 वर्षको छ भने 35 को देखिने, 20 को छ भने 30 को देखिने हो। त्यस्तो प्रकारको हाम्रो कोषहरू कमजोर भएर गइरहेका छन्। त्यस्तो एजिङ प्रोसेसलाई पनि यसले रोक्ने, त्यसलाई पनि धिमा गर्ने भन्छ कि यो गानुडर्माले। जसले यो गानुडर्मा सेवन गर्छ उसको शरीरमा एजिङ प्रोसेसलाई पनि यसले धिमा गरिदिन्छ, कम गरिदिन्छ, स्लो गरिदिन्छ भनेर आज साइन्सले भनिरहेको छ। त्यसरी यो गानुडर्मा सेवन गर्ने व्यक्तिको शरीरमा एन्टी एजिङको पनि यसले काम गर्ने भयो। हाम्रो शरीरलाई पनि बिस्तारै बुढ्यौलीतिर जान नदिने भयो। एन्टी एजिङको काम यसले गरिदिने भयो। शरीरका कोषहरूको कार्यक्षमतालाई वृद्धि गर्ने भयो। शरीरभित्र वर्षौँदेखि थुप्रिएर बसेका फोहोर पदार्थहरू जस्तै हाम्रो नराम्रो टक्सिनहरूलाई बाहिर निकाल्ने, शरीरको शुद्धि गर्ने, शरीरमा जमेर बसेका खराब बोसोहरू अथवा कोलेस्ट्रोलहरूलाई शरीरदेखि बाहिर निकाल्ने, हाम्रो मुटु, कलेजो, मृगौला, दिमागको कार्यमा सहयोग गर्ने, शरीरमा अक्सिजनको मात्रा बढाइदिने, पाचन प्रणालीलाई बलियो बनाउने, शरीरलाई पोषण दिने, शरीरमा भएका विभिन्न प्रणाली र तिनका कार्यलाई सन्तुलनमा राख्ने भएकोले यी जडीबुटीहरूलाई दीर्घकालीन रूपमा हामीले लगातार लामो समयसम्म, वर्षौँसम्म हैन, एन्ड अफ लाइफसम्म पनि यसलाई हामीले प्रयोग गर्न सक्ने यसले कुनै पनि हाम्रो शरीरमा त्यस्तो साइड इफेक्ट नगर्ने, दीर्घकालीन रूपमा प्रयोग गर्दा पनि यसले हाम्रो शरीरमा साइड इफेक्ट नगर्ने, यसले हाम्रो शरीरमा पोषण दिने, हाम्रो शरीरको सफाइ गर्ने, हाम्रो शरीरलाई ब्यालेन्सिङमा राख्ने भएको हुनाले यो यस्ता किसिमका औषधिहरूलाई उहाँले 1 नम्बरको क्याटेगोरीमा राख्नुभयो। सुपरियर हर्ब्स भनेर छुट्याउनु भयो। त्यस्तै गरेर मिडल हर्ब्स भनेर उहाँले छुट्याउनु भएको ती जडीबुटीहरूले, मध्यम श्रेणीका जडीबुटीहरूले सामान्य रोगको उपचारका लागि प्रयोग गरिन्थ्यो। त्यति बेला तिनलाई आवश्यकता अनुसार र उचित मात्रामा तथा समयसम्म प्रयोग गरिन्थ्यो र यिनले थोरै साइड इफेक्ट पनि गर्थे त्यस्ता औषधिले। र यिनलाई रुगाखुगी लागेको बेला, कफको समस्या, ज्वरो आएको बेला, शरीर सुन्निएको बेला, पेटमा समस्या भएको बेला, नसाको समस्या आदिको लागि प्रयोग गरिन्थ्यो। त्यस्तै गरेर उहाँले सेन्नोङले छुट्याउनु भएको लोअर हर्ब्स, तल्लो श्रेणीका जडीबुटी अथवा निम्न श्रेणीका जडीबुटीहरूले धेरै बलियो असर गर्ने, विषालु पनि हुन सक्ने, आयुर्वेदिक चिकित्सकहरूले मात्रै प्रयोग गर्न र गराउन मिल्ने, तुरुन्तै प्रभाव दिने खालका थिए। यी जडीबुटीहरू मुख्य रूपमा रोगको उपचार गर्न प्रयोग गरिन्थ्यो। यिनमा धेरै शक्तिशाली प्रभाव हुन्थ्यो र केहीले विषाक्तता, टक्सिसिटी पनि हाम्रो शरीरमा बनाउने सम्भावना हुन्थ्यो। त्यसैले यी जडीबुटीहरूलाई विशेषज्ञको सल्लाह अनुसार निश्चित मात्रा र निश्चित अवधिसम्म मात्र प्रयोग गर्ने गरिन्थ्यो। सेन्नोङले यी 365 प्रकारका जडीबुटीलाई निम्न प्रकारले विभाजन गर्नुभएको थियो। उहाँले सुपरियर हर्ब्समा 120 प्रकारका जडीबुटीलाई राख्नुभएको थियो। मिडल हर्ब्समा पनि 120 प्रकारका जडीबुटीलाई राख्नुभएको थियो र लोअर हर्ब्स निम्न श्रेणीमा पनि 125 प्रकारका जडीबुटीलाई राख्नुभएको थियो। र सबैभन्दा विशेष कुरा, सेन्नोङले 120 प्रकारका सुपरियर हर्ब्सहरूमा नम्बर 1 मा लिन्जी मसरुमलाई राख्नुभएको थियो कि लिन्जी मसरुमलाई। सुपरियर हर्ब्सको पनि उच्च श्रेणीका एकदमै राम्रो विशिष्ट क्वालिटी भएका जडीबुटीमा नम्बर 1 मा लिन्जी मसरुमलाई राख्नुभएको थियो, जसलाई आजभोलि हामीले गानुडर्मा हैन, ऋषि मसरुम भनेर चिन्दछौँ। हो त्यही लिन्जी मसरुमलाई हेर्नुहोस् त, यो डिएक्सन कम्पनीले ऋषि मसरुम पाउडरको रूपमा ल्याएको छ। हाम्रो डिएक्सनको कफी लिन्जी कफी हेर्नुहोस् त, डिएक्सनले यो लिन्जी कफी ल्याएको छ। ऋषि मसरुम डिएक्सनले ल्याएको छ। यसरी उहाँले 1 नम्बरमा लिन्जी मसरुम, त्यसपछि दोस्रो नम्बरमा जिङसेन, जो डिएक्सनसँग पनि छ जिङसेनको उत्पादन, तेस्रो नम्बरमा गोजी बेरी,
चौथो नम्बरमा कोडिसेब, यस्ता याट्सा गुम्बा यस्ता चिजहरूलाई उहाँले त्यो विशिष्ट श्रेणीको 1 नम्बरको श्रेणीमा पनि माथिल्लो वर्ग उसमा स्थानमा उच्च स्थानमा यस्ता जडीबुटीहरूलाई राख्नुभएको थियो। र त्यति बेलादेखि नै 5000 वर्ष पहिलादेखि नै चीनमा चीन जापानका त्यहाँका ठुला घरानिया राजा महाराजाहरू धनाढ्य व्यक्तिहरूले यसको महत्त्व बुझेर यो गानुडर्माको महत्त्व बुझेर हो यो त हाम्रो स्वास्थ्यको लागि निकै खानुपर्ने रहेछ, नभई नहुने चिज रहेछ, हामीले विभिन्न किसिमका खानाहरूबाट नपाएको सप्लिमेन्टहरू यसले परिपूर्ति गर्दो रहेछ भन्ने यसको महत्त्व र यसको भ्यालु बुझेका हुनाले त्यति बेलादेखिका चीनका जापानका राजा महाराजाहरूले यसलाई खान सुरु गरेका थिए कि त्यति बेला यो घना जङ्गलमा उत्पादन हुन्थ्यो, वर्षको एकचोटि मात्रै यो जङ्गलहरूमा यो उम्रिन्थ्यो। ठुला जङ्गलभित्र यो ढलेका रुखहरूमा यो गानुडर्मा जङ्गली गानुडर्मा उम्रिन्थ्यो र त्यसलाई चीन जापानका राजा महाराजाहरूले आफ्ना सेनाहरू पठाएर त्यसलाई टिपेर ल्याएर अनि त्यसलाई सुकाएर त्यसको सुप खाने, पाउडर बनाएर चिया कफीमा हालेर खाने, तातो पानीमा हालेर खाने, त्यसको आलोमा त्यसको तरकारी खाने गर्दथे। र त्यति बेलादेखि नै यो गानुडर्माको महत्त्व बुझेर त्यहाँ जापान चीनका व्यक्तिहरूको आयु आरोग्य कति धेरै हुन्थ्यो त्यति बेलादेखि नै हेर्नुहोस् न, चीनमा जापानमा मान्छेहरू 120 वर्षभन्दा बढी बाँचेका हुन्थे। यही गानुडर्मा खाएर उनीहरूले आफ्नो शरीरलाई त्यसरी स्वस्थ राख्दथे। यो गानुडर्माले हाम्रो शरीरमा गर्ने भनेको मुख्य 2टा काम मात्रै यसले गर्ने गर्छ। एउटा त हाम्रो शरीरलाई पोषण दिन्छ र अर्को हाम्रो शरीरको सफाइ गर्छ। पोषण पनि दिने भयो, विभिन्न किसिमका सूक्ष्म माइक्रो न्युट्रिसनहरू सूक्ष्म तत्त्वहरूको परिपूर्ति गरिदिन्छ। अर्को हाम्रो शरीरलाई सफाइ पनि गरिदिन्छ कि डेटोक्स गरिदिन्छ। हाम्रो शरीरमा विभिन्न किसिमका खाना पानी हावाका माध्यमबाट गएका विकार वस्तुहरू टक्सिनहरूलाई हाम्रो शरीरदेखि दिशा पिसाबको माध्यमबाट यसले बाहिर निकाल्ने काम गर्ने भएको हुनाले यो गानुडर्माको महत्त्व धेरै छ। आज त्यो पहिला 5000 वर्ष पहिला जापान चाइनाका मान्छेहरूले यसलाई खाएको देखेर त्यसको भ्यालु बुझेर आज यो अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युके अनि त्यसपछि गएर गल्फ कन्ट्रीहरू, इन्डियातिर, नेपालतिर साह्रै यो अहिले त्यो भएर यो फेमस भएको छ। त्यो भएर साथीहरू तपाईँहरूले युज गर्ने कम्पनीको गानुडर्माको स्रोत कहाँबाट आएको के हो त्यो बुझेर पक्कै पनि त्यो बुझेर युज गर्नु होला, प्रयोग गर्नु होला। हाम्रो डिएक्सन कम्पनीले बनाउने गानुडर्मा जसलाई रिसी मसरुम पाउडर भनेर भन्छ, यो रिसी मसरुम पाउडर फर्ममा हुन्छ र अर्को यो आरजिजिएल भन्छ, रिसी गानो र गानो सेलियम, यो चाहिँ क्याप्सुल फर्ममा हुन्छ। यो भनेको एकदमै विशिष्ट क्वालिटीको जो 5000 वर्ष पुरा पहिलाको जुन सेन्नोङले पत्ता लगाउनु भएको गानुडर्मा, रातो च्याउ, रिसी मसरुम, लिन्जी मसरुमको त्यही मेथडबाट कम्पनीले उत्पादन गर्छ। यो अति नै राम्रो, स्वास्थ्यलाई हानि नगर्ने, कुनै पनि औषधि नभइकन यसलाई हामीले खानाको रूपमा पनि प्रयोग गर्न सक्ने, खानाको रूपमा खाँदै गर्दाखेरि पनि यसले हाम्रो शरीरभित्र गएर औषधिको काम गरिदिने भएको हुनाले यसलाई तपाईँले प्रयोग गर्नु भने कुनै पनि किसिमको साइड इफेक्ट गर्दैन। यसलाई तपाईँले साना केटाकेटी होइन अनि वृद्ध युवाहरू, खेलाडीहरू, स्टुडेन्टहरू जसले पनि यसलाई युज गर्न सक्यो कि यसलाई त कम्पनीले भन्छ प्रेग्नेन्ट वुमनले पनि यसलाई युज गर्न सक्छ, ब्रेस्ट फिडिङ महिलाहरूले पनि यसलाई युज गर्न सक्छन् भनेर भन्छ। कुनै पनि साइड इफेक्ट शरीरमा गर्दैन, यो खाना नै हो। यसरी गानुडर्माको भ्यालु बुझेर तपाईँहरूले यसको प्रयोग गर्नु होला। डिएक्सनको र अरू कम्पनीको गानुडर्मामा एकदमै जमिन आसमानको फरक छ कि यो डिएक्सनको गानुडर्मा यो 70 ग्रामको यो गानुडर्मा पाउडरलाई 5300 रुपियाँ पर्छ अहिले मार्केट रेट। हेर्नुहोस् त अहिले बजारमा यो 5300 रुपियाँमा यो डिएक्सनले आफ्नो कम्पनीको गानुडर्मा बेचिरहेको छ भनेपछि अब यसको मूल्य तपाईँ आफै सोच्नुहोस् यो किलोको कति पर्छ होला। 70 ग्रामलाई 5300 पर्छ भनेपछि 1 किलोको अहिले तपाईँले अहिले हिसाब निकाल्नुहुन्छ भने 75715 रुपियाँ 75715 रुपियाँ केजी पर्छ हाम्रो डिएक्सनको गानुडर्मा। अनि अरू कम्पनीले भन्नुहुन्छ डिएक्सनको गानुडर्मा महँगो छ, हाम्रो गानुडर्मा सस्तो छ, हाम्रो रातो च्याउ सस्तो छ, खानुस् भन्नुहुन्छ। क्वालिटी हेर्नुहोस् न, यसको क्वालिटी तपाईँले हेर्नुभयो भने यसको सर्टिफिकेटहरू हेर्नुभयो भने यसलाई तपाईँको कम्पनीको गानुडर्मा र यो कम्पनीको गानुडर्मामा जमिन आसमानको फरक छ कि। यो गानुडर्माले टिजिए अस्ट्रेलिया थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन बाट सर्टिफाइड भएको छ, जिएमपी मलेसियाबाट सर्टिफाइड भएको छ, युबाट सर्टिफाइड भएको छ, युरोपियन युनियनबाट हलालको सर्टिफिकेट पाएको छ, इन्टरनेसनल न्यू मिलेनियम अवार्ड पाएको छ, इन्टरनेसनल ग्रान्ड मास्टर अवार्ड पाएको छ, ISO 9001 इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन
को अवार्ड पाएको छ। त्यस्तै आइएसओ 17100 सर्टिफिकेट पाएको छ, आइएसओ 14100 सर्टिफिकेट पाएको छ, आइएसओ 25100, आइएसओ 9200, आइएसओ 14004 तथा तथागत इन्टरनेसनल एक्सिलेन्ट अवार्ड 2012, आइएसओ 17025 सुपर एक्सिलेन्ट अवार्ड। हेर्नुहोस् त यसले पाएको कति धेरै अवार्डहरू। त्यस्तै गरेर अनेस्टी इन्टरप्राइजेस केरिस अवार्ड 2006, इन्टरनेसनल मदर टेरेसा अवार्ड, डाइरेक्ट सेलिङ ग्लोबल ऱ्याङ्किङ, साथै आयुर्वेदिक प्रोपर्टिज गुणस्थितिले भरिपूर्ण औषधि भनेर भारत सरकारद्वारा मान्यता प्राप्त गरेको छ। त्यस्तै औषधि भए पनि खानाको रूपमा खान सकिने भनेर भारत सरकारद्वारा मान्यता प्राप्त गरेको छ। यस्तो धेरै यसले सर्टिफिकेटहरू पाएको, यति धेरै अवार्डहरू पाएको। युरोपियन युनियन होइन, युरोपियन युनियन अस्ट्रेलियाको टिजिए सर्टिफिकेट पाएको। तपाईँको गानुडर्माले तपाईँको कम्पनीको गानुडर्मामा हेर्नु होला, त्यसले टिजिए सर्टिफिकेट पाएको छ कि छैन भनेर। टिजिए सर्टिफिकेट पाउनु भनेको चान्चुने कम्पनीले पाउँदैन। त्यो भएर यो प्रोडक्ट एकदमै स्वास्थ्यको लागि लाभकारी र स्वास्थ्यवर्धक छ। तपाईँहरूले पनि डिएक्सनको गानुडर्मा रातो च्याउलाई प्रयोग गर्नु होला। यसले पक्कै पनि तपाईँको शरीरमा धेरै राम्रो चेन्जहरू ल्याउनेछ। तपाईँको एन्टी एजिङ प्रोसेसलाई रोक्नेछ। तपाईँको शरीरमा कोलाजनको मात्रा कम भएको छ भने त्यसलाई बढ्नमा सहयोग गर्नेछ। यसरी डिएक्सन कम्पनीले हरेक आफ्नो प्रोडक्टमा हेर्नुहोस् त, यो डिएक्सनको गानुजी टुथपेस्टलाई साह्रै महँगो भन्नुहुन्छ नि धेरै जसोले। डिएक्सनको गानुजी टुथपेस्ट, यो गानुजी टुथपेस्टमा पनि यसले यही 75,715 रुपियाँ केजी पर्ने यो गानुडर्माको पाउडर हालेको छ कि। यो लिन्जी कफी, यो लिन्जी कफीमा पनि कम्पनीले यही 75,715 रुपियाँ केजी पर्ने गानुडर्माको पाउडर हालेको छ कि। हेर्नुहोस् त, कम्पनी भनेको कम्पनी हुन्छ। कम्पनीको सोच, कम्पनीको भिजन, कम्पनीको मोटो होइन। कम्पनीले के भन्छ भनेपछि तपाईँ हामी मेरो डिस्ट्रिब्युटरको कुनै पनि मेरो डिएक्सनको डिस्ट्रिब्युटर यदि उसँग पैसा छैन, ऊ होइन ऊ निम्न वर्गीय छ, उसले यो गानुडर्मा त पक्कै खान सक्दैन। 75,715 रुपियाँ केजीवाला गानुडर्मा त खान सक्दैन। तर पनि नो टेन्सन, तपाईँहरू फिल्डमा काम गर्नुहोस् होइन। धेरैभन्दा धेरै मानिसहरूलाई भन्नुहोस्, सेयर गर्नुहोस्। म तपाईँहरूको स्वास्थ्यलाई कुनै पनि कम्प्रोमाइज गर्दैन। तपाईँहरूको स्वास्थ्यसँग म कुनै पनि खेलवाड गर्दैन। तपाईँलाई म हरेक कुरोले स्वास्थ्य बनाउँछु। आर्थिक, मानसिक, शारीरिक सम्पूर्ण रूपमा म तपाईँलाई स्वास्थ्य बनाउँछु भनेर यो कफीमा पनि हेर्नुहोस् त, यो कफीमा पनि गानुडर्मा हालिदिएको छ। यो 75,715 रुपियाँ पर्ने केजी पर्ने गानुडर्मा यो कफीमा पनि हालिदिएको छ। कफी पिनुहोस्, यसको तपाईँले लाभ पाउनुहुन्छ। यो टुथपेस्टले तपाईँले ब्रुस गर्नुहोस्, दाँत माझ्नुहोस्, यसमा पनि तपाईँले यो गानुडर्माको लाभ पाउनुहुन्छ भनेर यस्तो सोचका साथले कम्पनीले हरेक प्रोडक्टमा, साबुनले नुहाउनुहोस्। तपाईँ दिनभरि फिल्डमा घुम्नुहुन्छ, तपाईँको शरीरमा विभिन्न किसिमका टक्सिनहरू होइन, ब्याक्टेरियाहरू, भाइरसहरूसँग तपाईँ जुझ्नुहुन्छ फिल्डमा। तपाईँले दिनभरि फिल्डमा घुमेपछि बेलुका आएर डिएक्सनको साबुनले नुहाउनुहोस्, त्यसमा पनि मैले गानुडर्मा मिसाइदिएको छु भन्छ है कम्पनीले। यस्तो भिजन छ कम्पनीको, हेर्नुहोस् त। त्यो भएर डिएक्सन आज विश्वभरिमै नम्बर 1 हुँदै गएको छ र विश्वभरि नै नम्बर 1 छ। त्यो भएर एकचोटि हाम्रो डिएक्सनको फाउन्डर दातुक डाक्टर लिम्स्योजिनलाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैले नै भनेको डिएक्सन नम्बर 1 भनेर संसारभरि। अब यो गानुडर्माको लिन्जी कफी, डिएक्सन कम्पनीले बनाएको लिन्जी कफी ट्विन, यो ब्ल्याक कफी, यसमा यस्ता पुडिया हुन्छन्। हेर्नुहोस् त, यसलाई तपाईँले यसरी खोल्ने, हेर्नुहोस् यो जम्मा 60 रुपियाँ पर्छ। हेर्नुहोस् त, 60 रुपियाँको एउटा पुडिया कफीमा पनि डिएक्सनले गानुडर्मा हालिदिएको छ कि, रातो च्याउ हालिदिएको छ कि। यस्तो हुन्छ डिएक्सन कम्पनीको सोच। हेर्नुहोस्, अब यसलाई यसरी काट्नुहोस् पुडियालाई। यो 60 रुपियाँको एउटा पुडिया कफी हो। अब तपाईँले यसरी यसलाई पानीमा हाल्नुहोस्, यो बोतलमा हाल्नुहोस्। हेर्नुहोस्, 60 रुपियाँमा 75,715 पर्ने गानुडर्मा खान पाउनुभएको छ। हेर्नुहोस् त, अब यसरी पानी हाल्नुहोस्, केही गर्नु पर्दैन, इन्स्ट्यान्ट कफी। तपाईँले यसलाई झोलामा राखेर खल्तीमा राखेर हिँड्नुभयो भने बाटो घाटो जहाँ पनि बनाएर खान्छ। हेर्नुहोस्, कफी तयार भयो। केही गर्नुपर्छ त यसलाई? केही गर्नु पर्दैन। यसरी गानुडर्मा सेवन गर्नु होला। गानुडर्मा सेवन गर्नुभन्दा अगाडि गानुडर्माको महत्त्व बुझेर सेवन गर्नु होला। ल त साथी, यति भन्दै म आज यो गानुडर्माले उत्पादन गरेको लिन्जी कफी पिउँदै हजुरमाझ बिदा हुन चाहन्छु। आजलाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त, गुड मर्निङ।